हेलो साथीहरू, आज चाहिँ म तपाईहरुको समक्ष खसीको खुट्टा र कालो दाल मिक्सको रेसिपी लिएर आएको छु। यसरी दाललाई एकछिन भिजाउनु होला। त्यसपछि खुट्टालाई राम्रोसँग सफा गरी धोएर यसरी तेल र तेजपत्ता कडी पत्ता पड्काएको छु। 5 फोरन थोरै यसमा अघिको खुट्टा लगाएर राम्रोसँग भुट्नुहोस्। राम्रोसँग खरिसकेपछि यसलाई एकछिन चलाउँदै भुट्दै गर्नु होला। त्यसपछि यसमा स्वाद अनुसार नुन, बेसार, त्यसपछि राम्रोसँग खरिएपछि प्याज लगाउनु होला। त्यसपछि प्याज लगाइसकेपछि यसरी मजाले चलाउँदै भुट्दै छोप्दै गर्नु होला एकछिन। त्यसपछि यसमा टमाटर लगाउनु होला, अदुवा लसुनको पेस्ट लगाउनु होला। त्यसलाई फेरि खोर्सानी स्वाद अनुसार सबै कुरा हालेर भुट्नुहोस् राम्रोसँग। त्यसपछि यसमा थोरै जिरा धनियाँको पाउडर पनि लगाउन सक्नुहुन्छ। त्यसपछि तपाईहरुले यसलाई राम्रोसँग भुटेर यसमा चाहिँ दाल मिसाउनु पर्छ। यो चाहिँ जाडोको लागि एकदम तागतिलो र राम्रो सुप बनिन्छ। मलाई चाहिँ एकदम मन पर्छ। अनि अघि भिजाएको दाल यसरी लगाउनु होला। यसलाई राम्रोसँग चलाएर अनि पानी लगाउनु होला। त्यसपछि मजाले सिटी लाउनुहोस्, 12-15 सिटी लाउनुहोस्। त्यसपछि यसरी रेडी भयो खुट्टीको दाल। Thank you for watching. Thank you.